कालिन्चोक भगवती बागमती प्रदेशको दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरेकोटबाट 17 किलोमिटर उत्तर कालिन्चोकमा अवस्थित यो मन्दिर 3842 मिटरको उचाइमा रहेको छ। कालिन्चोक भगवती, काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत 7 भगवतीको दिदी बहिनी हुन् भन्ने किम्वदन्ती छ। यहाँ आफै उत्पन्न भएको शिव पार्वती कुण्ड मन्दिरको प्रमुख विशेषता हो। किम्वदन्ती अनुसार जलकुण्डको दायाँतिर तामाको धारा बगाएर तामाकोशी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोशी बगेको मानिन्छ। मन्दिर परिसरमा परापूर्व कालमा पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान रहेको बताइन्छ। यस क्षेत्रमा भेडा गोठ रहेको र कालिन्चोक मन्दिरमा सबै भेडा जम्मा भएर बस्ने र ढुङ्गा चाट्ने क्रममा जलकुण्ड देखिएको जनविश्वास रही आएको पाइन्छ। कालिन्चोक भगवतीको दर्शनले मनोकांक्षा पूरा हुने, निरोगी हुने, परिवारमा सुख समृद्धि हुने, शत्रु पराजित हुने विश्वास रही आएको पाइन्छ। हरेक वर्ष जाडोयाममा विशेष गरी नेपाल र भारतबाट भक्तजनहरू यहाँ आउने गर्दछन्। यहाँ जनै पूर्णिमा, दशैं, चैते दशैंमा भक्तजनहरूको भीड लाग्ने गर्दछ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थस्थल हो। विशेष गरी पुष, माघ र फागुनमा हिउँ पर्ने भएकाले कालिन्चोकको सौन्दर्य थप मनोरम बन्छ। कालिन्चोक डाँडाबाट मनोरम रोल वालिङ, हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिनेछ। यहाँको प्राकृतिक रमणीय दृश्यले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउने गर्दछ। कालिन्चोक